गुड मर्निङ गाइज। आज म बिहान उठेँ टक्क अफिसतिर म लागेँ। अफिसतिर जाँदा बेला चाहिँ ठ्याक्कै म अफिसमा खासै काम थिएन। अनि काम नहुँदा चाहिँ म घरतिर फर्केँ। घरतिर फर्किँदा बेला आज के खाऊँ भइरहेको थियो। अनि गएर टक्क म मासु गरेर लिएर आएँ। मासु ल्याएपछि मैले टक्क बुढीले प्याज स्याज काटिदियो। प्याज स्याज काटेपछि मैले प्याज कराहीमा हालेँ। कराहीमा हालेर मजाले भुटेँ अनि ठ्याक्कै मैले भुटेपछि मैले मासुहरू हालेँ। मासु टक्क हालेपछि मजाले त्यसलाई चलाएँ। चलाएपछि नुनहरू मरमसलाहरू हालेँ। मरमसला हालेपछि ठ्याक्कै मेरो मासु अब पाक्न लागेको थियो। मजाले भुटेर पाक्न लागेपछि अब मजाले छोरी ठ्याक्कै हेर्दै छोरीले त्यो गर्यो। अनि ठ्याक्कै याद आयो, ला मासु त पाकिसक्यो होला भनेर हेरेको, मासु त पाकिसक्यो रहेछ। मासु पाकेपछि टक्क भात हेरेको, भात पनि पाकिसक्यो रहेछ। अनि बुढीले भनिरहेको थियो तरबुज ल्याएको थियो, तरबुज खाऊँ भनेर भन्यो। अनि ठ्याक्कै तरबुज खान थालेँ। तरबुज खाएपछि ठ्याक्कै खाना खान बस्यो। कस्तो लाग्यो भिडियो? थ्याङ्क यू फर वाच।